आज चाहिँ म हजुरहरूलाई हैन प्रेसर कुकरमा साग बनाउनु कसरी बनाउने तरिका देखाउन गइरहेको छु। पहिला चाहिँ यसमा तेल हालिसक्यो, त्यो जुन चाहिँ तेल अब डढिसक्यो यसमा चाहिँ अब रातो खोर्सानी पड्काउने अनि त्यसपछि थोरै यति पिन्च अफ जिरा हाल्दिने। त्यसपछि यो जिरालाई मजाले भुट्ने हैन। हामी अदुवा लसुन हाल्यो त्यसलाई मजाले भुटिदिन्छौँ। यतिको भइसकेपछि भुटिसकेपछि म चाहिँ यसमा साग हाल्नेछु। त्यसमा चाहिँ यो चाहिँ रायोको साग हो जुन चाहिँ हामी सिटी लगाएर पकाउँछौँ। त्यो चाहिँ झरेको चाहिँ हाल्छु। यसरी दिन्छ। त्यसको चाहिँ ग्यास चाहिँ एकदमै अब लो फ्लेममा है, ग्यास चाहिँ लो फ्लेम हुनुपर्छ एकदमै। त्यो कट गरिदिन्छु। यसलाई एकछिन छोपिदिने सो द्याट यसले चाहिँ यो भएपछि मजाले चलाउनु। अफकोर्स 5 मिनट छोपिसकेपछि अब हामीलाई फेरि चलाउँछौँ। सबै गोलगोडाहरू जम्मा गरेर यसरी चलाएर फेरि एकछिन छोपिदिन्छौँ है यसलाई। चलाइसकेपछि फेरि हामी यसलाई अर्को 5 मिनटको लागि छोपिदिन्छौँ। ग्यास एकदम लो फ्लेममा हुनुपर्छ, फेरि हाई फ्लेममा भयो भने चाहिँ यो डढ्न सक्छ क्या, मुनि कुकरमा यो टाँसिन सक्छ। त्यही भएर लो फ्लेममै गर्नुपर्छ। गोलभेडा पग्लिँदै गर्छ तब सकेपछि यस्तो हुन्छ। गोलभेडा पग्लिसक्यो भने पुरा चिसो पानी हाल्नु भएन हुन्छ। हजुरहरूको इच्छा हुँदै चाहिँ 1 बटुको पानी हालिसकेपछि यसलाई चाहिँ त्यसपछि हामी सिटी हालिदिन्छौँ। आएपछि खोलेपछि चाहिँ यत्तिको हुन्छ तरकारी। सो यत्तिको हुन्छ नि तरकारी। यत्तिको भएपछि अनि यो भयो। के हो मेरो कुकरवाला साग। हामीले यसमा गोलभेडा चाहिँ किन राखेको भने होइन, अलिकति अमिलो त्यो जुन फ्लेभर आउँछ अमिलो टेस्टको लागि चाहिँ गोलभेडा राखेको हो। यदि हजुरहरूलाई गोलभेडा राख्नु मन छैन भने चाहिँ स्किप गर्न सक्नुहुन्छ, या हजुरहरूले कराईमा पनि बनाउन सक्नुहुन्छ है। अब यो चाहिँ खानालाई रेडी भयो यत्तिको भएपछि।